आजको हाम्रो चिप्ले टुर केटाहरू सबै यस्तोहरू छ ट्रेकिङमा गएको ट्रेकिङमा चिप्ले टुर यो सर्टकट हो यो रोड कति रोड हिँड्दा हिँड्दा हत्तु बनायो अब सर्टकट हिँडाइ हुन्छ केटाहरू चाहिँ एकदम टिपटपमा हिँडिरहेछ हो जन यता हेर्दा कस्तो लाग्दैछ आजको टुर आजको ट्रेकिङ हाम्रो इन्जिनले आज चाहिँ कहाँ गएको हामी उकालो तान्नु साह्रो परिसक्यो केटाहरूलाई यस्तो उकालो छ हो त त्यो कारगिलमा त्यो उयो चढेछ लाग्छ अरे जग्गा चाहिँ चाहियो लाइन डाँडा बस्ती एसएसके रङ्गु हेर्नुहोस् है पुरानो पुरानो घर चाहिँ पहिला कसरी बस्थ्यो हो मान्छेहरू यसरी टाढे घरमा ओल्ड इज गोल्ड हो तर मेन्टेनेन्स छैन रहेछ घरको त्यो हिँडाइ हो अब चाहिँ न्युट्रलमा एकदम 1 नम्बर गियर लगाएर डाउनमा साथीहरू जाँदैछ हरू पऱ्यो यी ट्रेकिङ भनेको जत्तिकै यही हो ट्रेकिङ चाहिँ साथीभाइ हो लड्छ बिस्तारै कस्तो छ डाउनमा 1 नम्बर गियर लगाइकन चाहिँ गीतको बोल छ आजको उकाली ओह्राली गर्दै हो के गर्नु त आज तर जे कुच्चो चाहिँ जसलाई चाहिन्छ भन्नु हो सस्तोमै दिन्छु म तर आफै उठाएर लानु क्यास पेमेन्ट गर्नु आफै बोक्नु अरू म केही जान्दिनँ जग्गाको नाम पनि मेन्सन गरिदिन्छु कति चाहिन्छ भन्नुहोस् साथीभाइ हो चिप्ले भर्खर देख्दैछ अलिअलि एउटा दुईवटा घर हेर्नुहोस् ल यहाँ चाहिँ यत्रो जुम गर्दा चाहिँ देख्दैछ त्यहाँ चाहिँ हो हाम्रो मन्जिल आजको यस्तो हुनु पऱ्यो नि आजको हिँडाइ चाहिँ भारी भने सानो तिनो छ पछाडि स्याकुतै बनाएको छ आज आजको वकिङ चाहिँ कस्तो लाग्यो भन् त ठ्याक्क गलाइकन केही भन्दिनँ मैले आइपुग्नु त आइपुगेन राम्ररी भन्नु पासो पल्टिन जस्तो भइसक्यो यति बेला पाएन के खान्थिस् केही खाँदिनँ सुत्नु मन लाग्दैन यहाँबाट हिँडेको नि त सजिलो लाग्यो आज चाहिँ नाम सुनेको मात्रै थियो कि आज चाहिँ आइपुगेँ त चिप्ले पनि केटाहरू थाकेर मजाले बसिरहेछ हो हाम्रो राइस चाहिँ पाक्दैछ यहाँनिर राइस पाक्दैछ हो अब राइस धोएर रेडी छ आज चाहिँ हाम्रो चिकन बनिँदैछ हो हस्टेको चिकन बनाइ हुँदैछ कुकिङ चाहिँ हाम्रो यहाँ छ सेब हो एकदम सही साथीभाइ आज हाम्रो टुरको अर्ग्यानिक सब्जीहरू कस्तो छ अर्ग्यानिक सब्जीहरू चाहिँ यस्तो हुन्छ है कुहिरो लाग्नु थाल्यो हामी बस्ने घर चाहिँ यही हो 3-4 दिनको लागि अब चाहिँ आगो ताप्नु थालेको हामी हो आजको ब्लग चाहिँ
आगोमै खतम गरिदिने हो